Day 1 in Hawaii. अहिले चाहिँ हामी रेडी भएर डोले प्लान्टेसन भन्नेमा गइरहेको छौँ। ओके, तपाईहरु यहाँ आउनु भयो भने चाहिँ टिकट गरेर मात्र पस्नु पर्ने रहेछ हैन। सो वी आर डुइङ दैट $28 को सबै इन्क्लुडेड भएको कम्बो डिल। गाइस हामी चाहिँ यो के भन्छ लुकामारी खेल्ने ठाउँमा आएको छौँ। संसारकै ठुलो लुकामारी खेल्ने ठाउँ अरे। अब हेरौँ कहाँदेखि कहाँ पुगिन्छ र कता निक्लिन्छ भनेर। तर हेर्दा चाहिँ एकदम राम्रो र के अरे सुन्दर देखिएको छ। खोइ म त पुरै पाइनएप्पलको फिल्ड त्यो त आउँछ अहिले त्यो लास्टमा हो। अनि यो ठाउँमा चाहिँ तपाईँको जस्तै लुगा लाएर आउँदा अनि कसैले केही पनि भन्दैन। यो ठाउँै त्यस्तो पस्ने दुवार यहाँबाट रहेछ। यहाँबाट हामी पस्यौँ है। ल मेच सुरु भयो यहाँबाट। ल टक्कसँग अब ल बाटो हिँड्यौँ। अब कति मिनटमा सकिन्छ अरे हामी। जो शक्ति उसकै भक्ति भन्ने ठाउँ हो यो चाहिँ। यति हो केटाकेटीको लागि यस्तै खालको त। नो दिस इज फर एभ्रीवन। उता पनि छ पलोडिन हो। ल अब यो मेज यही हो होइन। यो अब हिँडेको के देखाइरहनु। तर यहाँबाट राम्रो फुल चिरा छ है। उहाँ हेर्नुहोस्। आहा कति राम्रो फुल, घन्टी फुल। ल यो सकेपछि हामी तपाईँलाई फेरि सम्पर्कमा आउँछौँ। त्यति बेरसम्मको लागि अलविदा, गुड नाइट। गाइस हामी चाहिँ अब यहाँनिर एउटा यो के भन्छ तपाईँको प्लान्टेसन गार्डन भन्ने ठाउँमा आइपुग्यौँ। यहाँनिर खोइ के यो रुखहरूको के पत्ताहरू पाउने ठाउँ रहेछ। यहाँ बाँस पनि छ। आई थिङ्क यहाँ यो घरसर बनाउने बाँस जस्तो छ। तर अलिक बलियो चाहिँ रहेन रहेछ है। अनि यहाँ प्लान्टेसन चाहिँ भनौँ तर यहाँ कोला छ। यो कोला पनि प्लान्टै पो हो त नि यहाँ चाहिँ। यो के हो यो कुन्नी यो के पत्ता हो सुन्नु हुँदैन नछो। त्यो नचिनेको र नजानेको कुरा चाहिँ नछुनु विषालु हुन्छ। अनि यहाँ चाहिँ यस्तै छ है। यहाँ सबैभन्दा राम्रो भनेको कि तपाईँको फोटो र भिडियो राम्रो आउँछ। अरू चाहिँ यस्तै उस्तै हो। यहाँ ब्यानाना भनेर लेखिदिएको छ होइन। जिन्दगीमा मैले त ब्यानानाको रुखै देखेको थिइनँ गाइस। यो रहेछ है ब्यानानाको रुख। तो गाइस खासै यो त्यस्तो ठुलो पनि रहेन रहेछ। यहाँबाट सुरु हुन्छ अनि यहीँनेरि सकिन्छ। सानो रहेछ है। त्यस्तो यो पनि वर्तित चाहिँ लागेन र पनि ठिकै हो। अब प्लान्टहरूलाई हेरेको त्यही 10 रुपियाँ 15 रुपियाँ जति आउँदो रहेछ। घरउँदै हेर्नु भयो भने हुन्छ। आइरहनु चाहिँ पर्ने जस्तो आवश्यक चाहिँ लागेन। घरउँदै पाउँदैन नि त्यस्तो ट्रपिकल होइन। उहाँ फ्लोरिडातिर जायो भने पनि पाउँछ होला। फ्लोरिडा आउँदै पाउने यो बाटोमा पाउने यो अब मेवा भनेको जिन्दगीमा मेवा अब हामीले नदेखेको होइन क्या अरे। Pineapple field, I hope. Designed to clean and separate the pineapple, so only the best quality fruit makes its way into the packing plant. Wait, what do you think about the Dole plantation? It was good. Fun? You had fun? Yeah. Nice. मलाई चाहिँ त्यो ठुलो त्यो फिल्ड थियो नि हामी ट्रेनमा गऱ्यो हेऱ्यौँ नि पाइनएप्पलको। त्यहाँ चाहिँ हिँड्न पाउँछ होला भनेर सोचिरहेको थिएँ क्या। That'd be fun. प्लस केही फलेको पनि थिएन अहिले त। सानो यत्रो मात्रै थियो चिचिला। But we still had so much fun. Weather पनि त्यस्तो गर्मी थिएन. It was really nice. Windy. राम्रो थियो. And we are now heading to eat our lunch at कहाँ हो भन्ने त? Surf and salsa. बसको फेभरेट हैन? फेभरेट त अब आउन त फर्स्ट टाइम आएको मेक्सिकन फुड हो। I mean Mexican food. मेक्सिकन फुड भएर चाहिँ गएको जान चाहिँ। Yeah. आउन त फर्स्ट टाइम आएको यो ठाउँमै फर्स्ट टाइम आएको। Hey guys, हामीले चाहिँ भर्खर लन्च खाएर I had some. What did you have? We both had some burrito. Some chicken burrito. He had some chicken burrito and I had some chorizo burrito. Ani त्यसपछि we came to this beach. It's so pretty. सो अहिले चाहिँ हामी डिनर खान गइरहेको छौँ। एउटा मेक्सिकन मेक्सिकन अरे जापानिज। खालि मेक्सिकन भन्न आउँदो रहेछ। जापानिज रेस्टुरेन्ट। जापानिज बोल ट्राई गर्नलाई नाम पनि मोमोसान अरे। मोमोसान। I'm gonna have some miso ramen. म पनि त्यस्तै ट्राई गर्न आँटेको कस्तो हुँदो रहेछ। अब कहिले खाएको छैन। मिठो भयो भने ठिकै छ, मिठो भएन भने ठिकै छ। अब भुँडी त यतिकै नगएकै छ।
पनि ट्राई गरौँ न अनि अलिक चप्ली लाएर धेरै हिँड्दाखेरि यस्तो हुँदो रहेछ अलिक गाह्रो हुँदो रहेछ हो मैले चेन्ज गरेँ नि यो चाहिँ अलिक कुसन भएको छ अहिलेको अर्को लगाएको थिएँ सो राति पनि हिँड्न चाहिँ एकदम मजा हुँदो रहेछ है यहाँनिर सो गाइस हाम्रो खानेकुरा आइपुग्यो तेरो चाहिँ के अरे डिसको नाम मेरो मिसो टोफु रामेन अनि यो मकटेल यो एउटा मैले बियर मगाएको थिएँ अनि मेरो चाहिँ यो है ल हामी खाइसकेपछि भेटिन्छ रिभ्यू हान्नुको लागि कस्तो भयो बे मिठो मिठो रेटिङ गर्नुहोस् रेटिङ रेटिङ अहिले खाइसकेपछि 1 to 10 10 बासुलाई इजिली खानेकुरा मन पर्दैन बट 10 भनेपछि त दामी हो चाहिँ एकदम खाएर हिँड्नु भएको छ हेर्दाखेरि भुँडी पनि हेर्नु कत्रो बनाएर हिँड्नु भएको छ खाएर टन्न खानुभएको छ कस्तो लाग्छ खानेकुरा यसो 2 शब्द मिठो ल ठिक छ एकदम खाइसकेपछि अ वक इज ए मस्ट हैन सही कुरा साङ्लो ब्रो सही कुरो यहाँ अङ्कलले पेन्टिङ बनाउँदा हाँसिरहेको छ कस्तो बनाएछ हेर्नु मलाई बनायो भने त यत्रोबाट Alright you guys अब हामी हाम्रो वक फिनिस गरेर पक्का रुममा गएर नुहाइ गरेर सुत्न जाने हो and we'll call it a night. Thank you for watching and see you tomorrow. Hello you guys, this is day 2 in Hawaii and हामी हाम्रो दिन चाहिँ हाम्रो सानो very private के हो बे gender reveal we're doing our very intimate gender reveal yaniri Hawaii ma so we're going to that destination hey I can't wait okay ready oh my god I'm so nervous ready wait 1 2 3 go it's a boy congratulations thank you it's a boy we need you In Vietnam, my culture they like boy. Yeah? The first they like boy. Yeah? We don't care. Yeah. As long as they're healthy. What a beautiful couple. Oh man, your kid's gonna be gorgeous. Yeah, okay, let's put this on. It's a boy. That was so fun. कस्तो लाग्यो बे तपाईलाई? It was nice. कस्तो पिसफुल थियो नि? अनि वेदर पनि कस्तो राम्रो, लोकेसन पनि यस्तो राम्रो, अनि त्यो पिकनिकको सानो सेटअप. Oh my god. So cute. We had so much fun. ल अहिले चाहिँ हामी आइपुग्यौँ टेम्पल यसको भ्यू चाहिँ यस्तो रहेछ यहाँ फोटो खिचिरहनु भएको छ म्याडमले निगुरो टन्नै यहाँ तपाईँको यहाँ तल निगुरो डुक्कु निगुरो के हो सब रहेछ यहाँ भ्यू हेर्नु भयो चटक्क देखिँदो रहेछ दामी खालको यहाँ माछाहरू खानलाई रेडी भएर बसिरहेको छन् भाइ छैन अहिले एकछिन दिउँला यहाँ यता ठुलो यो भन्छ कोही माछा खाना चाहिँ मिठो हुँदैन अरे हेर्दा मात्रै राम्रो देख्छ र गर्दाखेरि त्यो फेमस भ्यू देख्ने चाहिँ यही हो बट यहाँनिर गाडी रोकेर फोटो खिच्न पाउँदैन रहेछ हामी चाहिँ यहाँनिर अहिले के भन्छ त्यो खतरा गार्डनमा आइपुगेको थियौँ अनि त्यो इन्ट्रेन्समा मात्रै रहेछ मेन त्यो खिच्ने ठाउँ त्यहाँ फोटो खिच्न दिँदैन रह अनि हामी चाहिँ यहाँ हल्लिँदै घुम्दै डाँडा काँडा खोज्दै टक्क फोटो खिच्न आइरहेको छौँ उहाँ चाहिँ मैले हायर गरेको न्यू मोडल हो सकिन्छ होला के नसक्नु म चाहिँ सक्दिनँ होला राति बाटोबाट फर्किनु पर्यो भने के गर्नु भाइ फर्किनु पर्यो Oh my god you guys अघि गलिसके प्लस यो हिट घाम नहुनु थियो भने त मजाले हुन्थ्यो होला मजाले हिँडिन्थ्यो
We were यहाँ तल थियौँ यहाँ माथिसम्म आइपुग्यौँ It's so pretty up here यो गर्मीले चाहिँ लास्टै मार्ने रहेछ And if I wasn't pregnant, the easiest hike. Trail pani sajilo. We're almost there. अब तल जानु छ फेरि हामी यहाँ 1 घण्टा जस्तो बस्यौँ यहाँ त कस्तो शीतल के हावा ओ माय गॉड म एकजना मात्रै हुनु थियो नि मलाई अघि उडाउँथे दुईजना भएर उडाउँदैन अहिले अलि भएर ब्रेकफास्ट खान जानु आँटेको म्याडम जी चाहिँ यस्तो देखिँदै हुनुहुन्छ धुवासे के मन भूत जस्तो भन्न तर त स्माइल चाहिँ क्युटै छ ल आज चाहिँ हामी यहाँ सपिङ गर्न आएको छौँ स्वागत गर्दो रहेछ म्याडमलाई बस्नु पर्दैन अहिले घुम्नु गरे ए अँ उहाँले त ड्रिङ्क लिएर बसिहाल्नु भयो Aloha, happy Friday family and welcome to the Mocha. Please roam around checking out different activities. We've got a bunch of cultural activities to do and learn from. यहाँनिर म्याडमजीले खोइ के खानु हो जुसहरू अनि अहिले यहाँ बुन्न सिकिरहनु भएको छ त्यो नेपालमा पनि बुनेकै हो यो चाहिँ यो के हो अरे कोकोनटको पत्ता सिधा भएन अलिक सिधा आयो भइरहेछ त ट्रेनिङ दिएको मैले तपाईले सानामा ट्रेनिङ दिएको मैले थोरै दिएको हो मेरो कपाल बाट्नलाई उनीहरूको भुँडी हेर्नु है उहाँ टक्क भुँडी रानी जस्तो देख्यो मलाई झाँसीकी रानी म त को पछाडि केटा देख्छु भन्छु नि तप रहेछ जोक्स था जोक्स A bunch of local vendors, please support local. Our vendors selling some Polynesian art. That was amazing. Good man. Epic. Epic. Alright, we're now back to our hotel and Going back to sleep. yeah, we're very tired. Good night, Subharatri. Good night. See you tomorrow. So guys, आज चाहिँ हामी रोड ट्रिपमा हिँडेको भरे पौडी खेलिन्छ कि भनेर उहाँ म्याडमजीले स्विमिङको कस्ट्युम पनि लाउनु भएको छ आज आइल्यान्डको वरिपरि आज आइल्यान्डको वरिपरि फङ्का लाउने भनेको छ आज कहाँ पुगिन्छ रोक्दै कता पुगिन्छ कहाँ राम्रो देखिन्छ त्यहाँ रोक्ने हो के खान मनपर्छ त्यो खाने हो होइन त्यही हो It's gonna be fun. I love road trips. सो गाइस अहिले हामी हिँड्दा हिँड्दै डुल्दा डुल्दै हवाईको वेस्टको अन्तिम चरणमा आइपुगेको छौँ भ्यू हेर्नुहुन्छ भने तपाईँले 360 भ्यू माउन्टेनमा चटक्कसँग होइन न केही छ न फोहोर छ न मैला छ मैला भन्दाखेरि त यहाँ मेरो बुढी छेउमै बसेको अरू चाहिँ केही छैन यहाँ हेर्नु है एकदम सफा सुग्घर अब आँपको बोट भन्नुहुन्छ अनि लटरम्मै फलेको बाटैमा कति हो कति छरपष्ट मिल्दैन तर के गर्नु नेपालमा जस्तो दाइ दिने एउटा भन्नु मिल्दैन यो ठाउँमा पानी चाहिँ यस्तो सफा रहेछ कि तर एकदम हाई त्यो के अरे वेभ भएको ठाउँ रहेछ साह्रै
हालका लास्टै टु मच स्ट्रङ रह्यो यहाँ हेर्नु सर्फिङ गर्ने ठाउँ रहेछ सर्फ यहाँसम्म नै आइपुग्छ पानी यता म्याडमजी बसिरहनु भएको छ घाम ताप्दै उहाँ खुट्टा अघि खुनै खुन बनाइहाल्नु भएको छ Oh shit. हात पनि खुनै खुन अहिले चाहिँ हामी घुमिसकेर यहाँ खाना खान आएको छौँ म चिकन टाको खाएको यता चाहिँ भेजी फैटास एकदम खाइरहेको छौँ खानेकुरा मिठै रहेछ अथेन्टिकै रहेछ It's good. फेरि सबै खाइसकेपछि रिभ्यू गर्छु ल धन्यवाद सी यू लेटर हामी वेस्ट साइडबाट सुरु गरेको होइन अब इस्ट साइड पुग्न चाहिँ अलिक ढिलो गऱ्यो भने एकदमै ट्राफिक हुन्छ अनि वी वान क्याच अ सनसेट त्यहाँनिर त्यो के भन्छ त्यो बिचको नाम सनसेट बेच ए एउटा सनसेट बिच अनि त्यहाँ गएर सनसेट हेर्न भनेर अहिले हिँडेको भरेको अनि त्यता पुग्नलाई एकदमै हेभी ट्राफिक हुन्छ अनि त्यतैको एरिया अलि मजाले एक्सप्लोर गर्ने That's what's up, man. कुनै कुनै पर्मिटेड गाडी अरे अहिले चाहिँ हामी बाटोमा यो के भन्छ घाम अस्ताउने टाइम अलमोस्ट हुन आँटेको रहेछ र पनि हामी यो अन्तिमको कुनामा आयौँ यो वेस्ट साइड होला सायद अघि सुरुमा पुगेको चाहिँ हामी यो डाँडादेखि अर्को साइड थियो अनि यो चाहिँ यो डाँडाको यताको साइड अरे तर यसमा पनि छालका त त्यही रहेछ टन्नै आम्मामा के साह्रो त्यता पनि त्यस्तै थियो रोड एन्ड भएको त्यसपछि यु क्यान वक परसम्म पोइन्ट त्यो भ्यू पोइन्टसम्म यता पनि त्यस्तै रहेछ अघि त्यहाँ चाहिँ हिँडेन सो वकिङ यहाँनिर We're just relaxing here at the beach. अहिले चाहिँ हामी सनसेटको फोटो खिच्दैछौँ एक दुईवटा खिच्यौँ कस्तो राम्रो आएको छ यहाँ हाम्रो क्यामेरा चाहिँ हिजो बनाउँदा बिग्रियो अनि बिग्रिएको कारणले गर्दाखेरि बनाउँदै बिग्रियो होइन हो हामी फोटो सुट गरिरहेको थियौँ पछाडि ब्ल्याङ्केटमा फोन क्यामेरा पर्स सबै थियो होइन अनि फोटो सुट गरिरहेको थियौँ पानीको छल्काले सबै बर्बाद सत्यानाश भयो धन्न फोन चाहिँ केही भएन हामी चाहिँ यहाँ के भन्छ घाम ताप्दै बसिरहेको छौँ एकदम तातो घाम रहेछ भाइटामिन डी असाई बोल यसमा पाइनएप्पल पनि हुँदो रहेछ तर मैले पाइनएप्पल चाहिँ हटाएर ल्याएको यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू लटरमै छन् यहाँ किरामिरा छ अरे यता चाहिँ हाम्रो म्याडमजी खाइरहनु भएको छ पुग्न चाहिँ उहाँ पुग्छ हेलो आज चाहिँ हाम्रो लास्ट डे हवाई आइल्यान्डमा अब अहिले चाहिँ हामी के भन्छ होटलको चाबीहरू बुझाएर सामानहरू सब प्याक गरेर सुम्पिएर सबै गरेर अनि अहिले स्टारबक्स खाइरहेको छ उसले के भन्छ भोक लाग्यो अरे उसलाई भन्दा नानीलाई भोक लागेको होला नानीलाई भोक लाग्यो अरे लात्ता हानिरहेको थियो मलाई भात खुवा भन्दै अनि नानीलाई यसो बिहान पनि खुवाएको अब यो पछाडि हामी जाने हो आइल्यान्ड घुम्नुलाई एक टाइम अनि त्यो पछाडि हामी बाटो लाग्छ है सी यू हामी चाहिँ अहिले यहाँ कोकोनट खान आएको छौँ कोकोनट पानी यहाँ चाहिँ कुकुर छ अहिले चाहिँ हामी खाना आएको छौँ होइन अनि look at the view पछाडि so pretty अहिले चाहिँ हामी खाना खाएर अनि एकछिन बिचमा यहाँ हावा ताप्न आएको छौँ यसो हावा तापेर यता टिकटक बनाइरहनु भएको छ पछाडिको भ्यू हेर्न सक्नुहुन्छ एकदम ब्युटिफुल भ्यू छ ब्युटिफुल